दर्शकबिन ईश्वरी भुजेलको घटना यो ठाउँमा ठ्याक्कै यहाँ ढल खन्ड्याएको छ। यहाँबाट यता जाने बाटो छ, एउटा यता जाने बाटो छ। यो ठाउँमा नेपाली ब्रो कुरेर ईश्वरी चाहिँ यहाँ मोटरसाइकलमा आइरहेकोमा कुरेर यो घटना यो ठाउँमा घटाएको भन्ने कुराहरू चाहिँ यहाँ देखिरहेछ। यहाँ रोजर बसिरहेछ। यस्तो रहेछ खासै आफ्नो बुवा आमालाई चाहिँ उसले अब आफूले त्यस्तो घटना घटाइसकेपछि चाहिँ आफ्नो बुवा आमालाई आएर अरूले मार्ला अब कुट्ला यताउति भनेर चाहिँ उसले आफ्नो बुवा आमालाई चाहिँ गाडीमा हालेर लिएर गएछ कि अब जस्तो दानव त अरू छैन नि त कहाँ मान्छेलाई त्यस्तो त गर्नै नहुने कुरा हो। अरूले त्यस्तो गर्दै गर्दैन, घटना घटाउँदै घटाउँदैन नि त। त्यो एकदम नराम्रो घटना भयो हाम्रो टोलमा होइन। एकदमै म चाहिँ हामी चाहिँ छिमेकी नै हो, उहाँको नजिकै हो। ऊ त्यहीँ मेरो घर त्यो जस्तो घरबाट मेरो घरबाट उहाँको घर जानलाई 5 मिनट जति लाग्छ हिँडेर। नजिकै हो, नजिकै बस्नु भएको छ। नजिकै। अनि यहाँ नेपाली ब्रो चाहिँ यहाँ बसेको यो होइन, यो अलिकति माथि चोकमा गाडी रोकेर बसिराख्नु भएको रहेछ। उहाँले चाहिँ अलि 4-5 दिन अगाडिदेखि नै यो चाहिँ मार्ने नै सोच रहेछ भनौँ न। अब अहिले पो थाहा भयो त, त्यति बेला थाहा थिएन। अलि उहाँले अलिक गफ अलिक धेरै गर्नुहुन्थ्यो, त्यही भएर हामी अलिक त्यति सम्पर्कमा अलिक कमै। अब उहाँले बोलेपछि अरूले बोल्नै पाउँदैन कि यस्तो उस्तो यस्तो भनिराख्नुहुन्छ। अनि त्यही भएर हामी चाहिँ खासै त्यो मैले चाहिँ त्यति वास्ता गर्दिनँ। अनि त्यही भएर ठ्याक्क मेरै घरबाट जाने चाहिँ यहाँनिर चाहिँ भाग्दाखेरि जो इन्डिङ बाटो पऱ्यो भएर अलिकति अब उतापट्टि खुलेको भयो त जानु पनि त्यहीँनिर गएर ठ्याक्क इन्डिङ भएको बाटो भयो हुनाले ठ्याक्क त्यहीँनिर नेपाली ब्रोलाई के भन्नुहुन्छ हजुर? ठ्याक्कै भन्नु के भन्ने अब हामीले त के भन्ने यस्तो गर्न नहुने काम छिमेकी पनि हो। यो चाहिँ एकदमै नराम्रो कुरा हो। किनभने अब 2-2 बच्चा भएको मान्छे होइन त्यस्तो गर्नु अब आखिर छुट्टिएर बस्दा पनि भइहाल्थ्यो नि त। अब डिभोर्सको कुरा भइसकेको रहेछ भने होइन उसले चाहिँ इच्छा गरेर अब डिभोर्सलाई 2 सँगै बस्न नसक्ने भनेर ऊ गरिसकेपछि मार्न पर्ने आवश्यकता चाहिँ थिएन कि त्यो चाहिँ एकदम नराम्रो गर्नुभयो उहाँले होइन। त्यस्तो नगरिदिया भए चाहिँ किनभने अब त्यो घर जग्गा भए पनि अब बच्चाहरूले खान्थ्यो नि त बस्ने हो। अब त्यही पनि अब खासैमा त्यति ऊ गरिहाल्नु पर्ने चाहिँ थिएन कि। ऊ आफू पनि त अब अर्को केटीसँग बस्ने सोच अब बिहा गर्ने सोच भएछ भने ऊ आफू छुट्टी बसिया भए त भइहाल्थ्यो। अहिले त सबैजना पऱ्यो नि त जेलमा होइन। त्यो टी सर्ट लगाउमा भनेर भने अनि आउँदाखेरि बाटो खर्ची कोही बेला हुँदैन होला। अब म 3 वर्ष 3 महिना 2 महिनामा म छाउनी जचाउन आउनुपर्छ, खर्च हुँदैन होला आमा भनेर 4000 पैसा दिएँ। त्यही पैसा लिएर आएको मैले अस्ति। लडीबुडी गर्छ। मेरो मम्मी बाठा लौदिन्छ कहाँ लौदिन्छ। मेरो बाबु मेरो मम्मीलाई म त्यति नै यत्रो ड्युटी परेको सबै आहान। मेरो मम्मी कहिले आउने भनेर भन्छ। तिम्रो मम्मीले पठाइदियो खानेकुरा भनेर अरूले साथीहरूले ल्याउँदा नि मेरो मम्मी कहिले आउनुहुन्छ। मेरो मम्मीले अब के पठाइदिने भयो तिम्रो मम्मीले अब भोलि के पठाइदिन्छ अन्त चुइमा पठाइदियो हुन्छ। यत्रो खानेकुरा छ अहिले मलाई त्यसो भन्यो त्यो बुझ्ने भयो त्यो त भन्थ्यो त। कसरी सम्झाउनु भएको छ त नातिलाई? उसलाई भनेकै छैन ड्युटी अब बानी पर्यो नि बाबु ड्युटीमा सधैँ जाने बानी पर्यो। अनि मेरो मम्मी त ड्युटीमै छ भन्ने उसलाई त ऊ छ नि सोच छ। उसलाई त भनेकै छैन नि स्कुलमा गएर नि कोही साथीभाइहरूले भन्लान् भनेर सबैलाई सम्झाएर आछ। अनि उसलाई त थाहै छैन। थाहा भए त म पनि कस्तो म लडीबुडी गरेर बिदाङ सर्छ सम्हाल्नै सक्दैन। के गर्नु यहाँ दाई किन मेरो दाई यस्तो गरे दाईलाई बिरामी भएर घाउ भएको छ त्यहाँ छुनु हुँदैन भने हामीले
सानो नातिलाई सम्हाल्न बेसरी गाह्रो भएको छ अहिले। गाह्रो भएको छ नि, गाह्रो हुन्छ नि उसलाई त्यही गाह्रो हुन्छ भने भने छैन। अहिले स्कुल हिजो र स्कुल हाल्दै पठाइदिएँ, यति गाह्रो भएको छ। उहाँले त्यो पनि गर्नु त्यो गरिदिए भए के हुन्थ्यो होला। मैले यसमा फेरि आर्मीहरूसँग दुश्मनी गरेँ होइन। कमसेकम अब आर्मी कस्तो भइदियो भने आर्मीको सेनापतिलाई आर्मीको एउटा जवान मर्दा के हुन्छ, अर्को भर्ती हुन्छ। हिजो जति पनि हजुरलाई के लाग्छ है? मलामी चाहिँ जानुभयो उहाँ हो। अनि मलाई दुःख लाग्यो। म यो हाम्रो अफिसमा कुरा आउँदै थियो अनि मलाई आर्मीले हजुरलाई कस्तो लाग्यो? नेपाल आर्मीले कमसेकम 1 लाख जनाको फोर्स छ, आर्मी छ, त्यत्रो हात हतियार गोलीगट्टा दुनियाँ तलब खाछ, रिटायर भएर बसेका धेरै मान्छेहरू छन्, चोकमा छन्। होइन है, नेपाली जनताले न्यायको लागि संविधानमा यो मागेका छन्, त्यसैले यो संविधान बनाउनुपर्छ भनेर उनको सोचाइ आएन। अझ पनि आउनुपर्छ। पुलिसको पनि त्यस्तै हुन्छ आमा। आइजिपी हुन्छ, यता नजानु होला, आइजिपी हुन्छ। आइजिपीले एउटा पुलिसको जवान मर्छ, झन्डा बढाएर सद्गत गर्छ, मलामी र सलामी हान्छ। त्यसले हामीलाई पुग्छ त आमा? 10 लाख 15 लाखले पुग्छ? अनि मैले यही भावना नेपाली जनताले न्याय चाहिँ अपराधीलाई मृत्युदण्डसम्मको सजाय गर्ने पूर्ण सन्तुष्टिको न्याय चाहिन्छ भन्ने, अनि राज्यका ठुलाठालु राष्ट्रपति हुँ भनेर राज्यको तलब खाने, प्रधानमन्त्री बन्ने, सांसद बन्ने, सभामुख बन्ने, पुलिस, वकिल, न्यायाधीश, महानगरिक भन्ने पार्टी खोल्ने आज आमा पर्दा सबै एक्लै हुन्छ सबैतिर। अब हजुरलाई म आएर भन्दैछु, तपाईँलाई होइन, म देशवासीलाई भन्दैछु, पर्दा सबै तपाईँलाई परे पनि हामीलाई पनि म एक्लै भाव म पनि, बुझ्नु भयो नि बुवा? एक्लै पत्रकारतिर गए समाचार बनाउँदैछु भन्छ, वकिल कहाँ गए वकालत गर्दैछु भन्छ, पुलिस कहाँ गए अनुसन्धान गर्दैछु भन्छ, न्यायाधीशले प्रक्रिया पुर्याएर म फैसला गर्दैछु भन्छ, कर्मचारीले फाइल घुमाइरहेको हुन्छ। भनेपछि आमा हाम्रो जुत्ता पनि फाट्छ, टेन्सनले हामी सडिसक्छौँ, हामीलाई कागती निचोरे जस्तो निचार्ने व्यवस्था भयो आमा। म आज तपाईँहरूलाई 22 वर्षमा त्यसरी नै कागती निचोरे जस्तो निचारिएको छु। अब मैले देशवासीसँग साथ मागेँ, त्यसैले साथीहरूले साथ दिन आउनु भएको छ। र म आफू यही दुःख पीडामा परेर 22 वर्ष बिताएको भएर मेरो बुवाको लास अझै छ टिचिङ हस्पिटलमा, मैले आमा अझै हुनुहुन्छ, र मैले चाहिँ मृत्युदण्डकै सजाय नहुँदासम्म लास उठाउँदिनँ भनेको छु आमा। अनि मैले हजुरलाई भनेको, मैले पनि हजुरलाई सिकाउनु पर्यो। जस्तै भोलि यो बाबुलाई फ्याटा कसैले मार्दै भने मलामी भएर आज क्रिया गरेर गरुडपुरा सुन्ने दिन आएका आमा, मलाई दुःख लाग्छ आमा। यो कति दुःख र पीडाको कुरा छ कि मान्छे मारिदियो, राज्यले न्याय दिएला भन्दा छैन। अब त्यसपछि गएर मलामी उनीहरू बन्दे, अब गरुडपुरा लाएर गरुडपुरा सुनेर बस्नुपर्ने हो त आमा? यो हो। अनि हाम्रो सबै समाज, म हजुरलाई भन्छु, ल कालगतिले मर्ने त मर्छन्, गरुडपुरा लाउने गर्नुपर्छ क्या आमा। अब आज हजुर जबरजस्ती गरुडपुरा सुन्नु परेछ। म योबाट धर्मगुरुहरूलाई पनि सन्देश दिन चाहन्छु कि यस्तो बेलामा हजुरहरूलाई भने होइन, राज्यको ठुलो निकाय मान्छे मारिएको छ, न्यायको लागि चाहिँ छैन, ल गरुडपुरा सुन्ने अवस्था आएको छ क्या। यो संस्कार म नेपाली समाजकै आमा म हजुरलाई भन्दैछु, यो के धर्मको कुरा पनि के हो यो आमालाई अलि, किनभने आमा तपाईँको आवाज लिँदैछौँ हामी, यो मेरो कुरा भन्दैछु, किनभने तपाईँको आवाज टिप्नु चाहिँ हाम्रो ठुलो कुरा हो। अब म आमालाई सोध्छु, तपाईँलाई कस्तो न्याय भइदिए हुन्थ्यो जस्तो लाग्छ? पक्नुहोस् है, तपाईँलाई चाहिँ, म तपाईँलाई अब कति मान्छे आएका छन्, तपाईँलाई ठ्याक्कै कस्तो न्याय भइदिए हुन्थ्यो जस्तो लाग्छ? तपाईँको छोरीमा पक्नुहोस् है, आमालाई भन्न दिनुहोस्। मलाई त त्यसो त्यो भाइ चाहिँले हतियार किनेर त्यहाँ दाजुलाई मार भनेर होइन, अनि दाजुले मारे, ती 2टा दाजुभाइलाई मार्न पाए मेरो मन शान्ति हुन्थ्यो के। मलाई अब मार्ने याम छैन भन्छन् भनेपछि नियम छ। तपाईँले चाहिँ मेरो छोरी मारेलाई फाँसी होस्, त्यसरी नै काट्न पाइयोस्, मृत्युदण्ड नै होस् भन्नुभयो, अन्याय परेको तपाईँ हो। तपाईँको यो आवाज नसुनेर अनि मैले मेरो कुरा लाद्न मिल्छ र? तपाईँ चाहिँ न्यायमा मृत्युदण्ड माग्नुहुन्छ, अनि देश र जनतालाई हक अधिकार सम्पन्न बनाउने भनेर, देश र जनतालाई हक अधिकार सम्पन्न बनाउने भनेर पुलिस बसेका छ, सांसदहरू बसेका छन्, मन्त्रीहरू बसेका छन्। तपाईँहरूको लागि संविधान बनाउने हो म, तपाईँलाई कस्तो संविधान चाहिन्छ भनेर उनीहरूले सोध्ने, अनि तपाईँ नै भन्नुहुन्छ मेरो न्यायमा मृत्युदण्ड हुन्छ, अनि यो नदिने र यो नगराउने हो भने अनि यिनीहरू के हाम्रो सेवक हुन्छ आमा? हुन्छ। त्यसैले हामी यहाँ सबै दाजुभाइ दिदीबहिनीहरू बसेर के भन्न चाहन्छौँ भने अपराधीलाई आमा स्वयंले, हकवाला परिवारको आमाले, छोराले, सबैले, बुवाले चाहिँ मेरी छोरीको हत्यालाई मृत्युदण्डको सजाय हुनुपर्छ भनेर भन्छ भने त्यही नीति राज्य व्यवस्थाले दिन सक्ने नीति बनाउनु पर्यो। नेपालका संसदलाई,
प्रधानमन्त्रीलाई, प्रधान न्यायाधीशलाई, प्रधान सेनापतिलाई, आइजिपीलाई यो सन्देश पुगोस् भन्ने पनि म चाहन्छु। हेर्नुहोस् होइन हजुर, किनभने पूर्ण सन्तुष्टिको न्याय किन नलिने त? हामीले हस्ताक्षर के कस्तो सजाय गर्ने त भन्दा छोराले भन्नुहोस् कि मेरो आमाको हत्यालाई मृत्युदण्ड होस्। मृत्युदण्ड पनि कसरी गर्ने भन्दा कि मैले मार्न पाऊँ, कि चोकमा ढुङ्गा हानेर मारौँ, कि झुन्याएर मारौँ, कि गोली हानेर मारौँ, यसरी भनेर हस्ताक्षर गर्न पाइयोस् क्या। अनि आमा हजुरलाई अर्को कुरा, हकवाला खोजेर हिजो लास निकाल्ने बेलामा हजुरले हस्ताक्षर गर्नु पर्यो नि। कसले गरेको हकवाला कसले हस्ताक्षर? आमाको लास निकालेर छोरीको नास निकालेर जलाउनु पर्यो भनेर हस्ताक्षर गर्न कसलाई लगायो हस्पिटलबाट हजुरलाई थाहा छ? ज्ञान छैन। ल हेर्नुहोस् मलाई त कसलाई लगायो त समातेर राखेको छ। म यही कुरा यही म हजुरलाई भन्नु, हजुरको इच्छा हकवाला हुन्छ नि। हस्पिटलमा पनि बिरामी हुँदाखेरि कसले गर्नुभएको छ? मम्मीले गर्नुभएको छ है, छोरीले गरे अर्की माइली छोरीले गर्नुभएको छ है। अब यो पनि के छ भने ज्ञान नभयो, किनभने म अहिले यो टुङ्गो नलाइकन बुझ्दिनँ, भन्न सक्नु भएन, जान्नु भएन। मैले जस्तै आमा मलाई पनि के गरेँ, हजुरले मेरो आफ्नो अनुभव सुन्नुहोस्। बाउ मारेपछि मलाई पनि समातेको थिएँ। मैले त तिमीहरूले मार्यौ कि आर्यघाटमा तिमीहरूलाई दुईटासँग पनि अब होइन त्यही त हो नि। अब के भन्ने, अब धेरै आशीर्वाद छ, राम्रोसँग पढ्ने, आफ्नो केयर गर्ने, अब आफ्नो चाहेको के हुन्छ त्यो पुरा गर्ने होइन। त्यही हामीले भन्ने त अब के हो र सर होइन। अब हामीले उसले यस्तो गर्छु भनेपछि हामीले गरिदिने हो, उसले गर्नु भन्नु पर्यो। छोराले त बिजनेसम्यान बन्ने भन्ने कुरा निकाल्नु भयो भर्खरै। ठिकै छ, त्यो पनि राम्रै कुरा हो। अब उसले एकचोटि गर्छु भन्छ, हामीले अर्कोखेरि गर भन्न मिल्दैन सर। म धेरै खुसी छु। सधैँ यस्तै हुनु पाओस्, फ्यामिलीहरूसँग सधैँ बस्नुहोस्। सधैँ होइन, मेरो जन्मदिनमा सधैँ मेरो आमा बुवा साथमा होस् मेरो। अब राम्रोसँग पढ्ने, अब होइन त्यही त सँग पढ्ने, अब होइन त्यही त हो नि। अब के भन्ने, अब धेरै आशीर्वाद छ, राम्रोसँग पढ्ने, आफ्नो केयर गर्ने, अब
अब आफ्नो चाहेको के हुन्छ त्यो पुरा गर्ने होइन त्यही हो हामीले भन्ने त अब के हो र सर होइन हो नि अब हामीले उसले यस्तो गर्छु भनेपछि हामीले गरिदिने हो उसले गर्नु भन्नु पर्यो छोराले त बिजनेसम्यान बन्ने भन्ने कुरा निकाल्नु भयो भर्खरै ठिकै छ त्यो पनि राम्रै